कागजमा लेखिदिनु पर्यो बजुरेलीका भोटहरू भोट होइनन्, बजुरेली जनता जनता होइनन्, बजुरेली बच्चा बच्चा होइनन्, बजुरेली आमा आमा होइनन्। तिनीहरूले हिजो पनि बाटोमा बच्चा पायो, आज पनि बाटोमै जन्माउनु पर्छ भनिदिनु पर्यो। तिमीहरू हिजो पनि इन्डिया गयो, आज पनि इन्डिया जाऊ भनिदिनु पर्यो। तिमीहरू हिजो पनि कापडा लाउँथ्यौ, आज पनि हात टुट्दा कापडा लाऊ भन्नु पर्यो। होइन भने हामीलाई पनि हामीले तिरेको करको हिसाब चाहियो, हामीले तिरेको भोटको हिसाब चाहियो। काठमाडौँमा मन्त्री र प्रधानमन्त्रीहरू करोडका हेलिकप्टर र जहाज चढेर विदेश उपचार गर्न जाने, अनि हाम्रा बाले दमको औषधि नपाउने, हाम्रा आमाले आङ खसेको उपचार गर्न नपाउने। यही प्रश्न सोध्ला भनेर 34 वर्षदेखि तपाईहरूले लगातार यो माननीय त्यो माननीय, यो माननीय त्यो माननीय, यो मान्छे त्यो मान्छे जिताएर काठमाडौँ पठाएको होइन। जो काठमाडौँ गयो उही घर लाउँछ, जो काठमाडौँ गयो उही घर लाउँछ, उही फर्केर आउँदैन। 5 वर्षसम्म कहिल्यै नआइदिने, अनि उनीहरूका बच्चा बच्चा हुने, उनीहरूको जीवन जीवन हुने। हाम्रा बच्चा चाहिँ के जनावरका छाउरा हुने हो र? हामी के जंगली जनावर हो र? हो। यो प्रश्नको बाजुरेलीका दुःखको हिसाब राजधानी र सरकारले चुकाउनु छ, त्यसको मूल्य म माग्नेवाला छु। तपाईहरू मलाई भोट दिनुहोस्। म सरकारसँग, प्रधानमन्त्रीसँग, मन्त्रीसँग आँखामा आँखा जुदाएर प्रश्न गर्छु। हिजो विद्यार्थी हुँदाखेरि सडकबाट प्रश्न गरेको, त्यो बेला एकचोटि होइन 22 चोटि हिरासत लिएको छ उनीहरूले। हामीले त्यही बेला भनेका थियौं तिमीहरूलाई हाम्रो बाबुआमाले भोट दिएर घरि नलाग्न पठाएको छ, सही तरिकाले वितरण गर, भ्रष्टाचार नगर। एक दिन, अहिले त म एक्लै छु, मेरो हातमा हदगडी लाउला, तर एक दिन दूर दराजका हरेक युवाहरू उठ्नेछन्, हरेक युवाहरू बोल्नेछन्, हरेक युवाहरूले आफ्नो बाबुआमाले हालेको भोटको मूल्य खोज्नेछन्, हरेक युवाले आफ्ना बाबुआमाले तिरेको करको मूल्य खोज्नेछन्। त्यो दिन तिमीहरूको सत्ता ढल्नेछ, तिमीहरू भाग्ने ठाउँ पाउने छैनौ, तिमीहरू लुक्ने ठाउँ पाउने छैनौ भनेको नभन्दै भदौ र 23 र 24 गते के भयो? एक युवाले मोबाइल चलाउन थाले, एक युवाले नेट चलाउन थाले, इन्टरनेट चलाउन थाले। तब हेरे, एकातिर आफूलाई हेरे, अर्कोतिर नेताका छोराछोरीलाई हेरे, एकातिर आफ्नो बाबुआमालाई हेरे, अर्कोतिर नेताका बाबुआमालाई हेरे। केही पनि मिलेन। आफ्ना आमाका यति फाटेका खुट्टा उनकी आमाहरू चाहिँ मजाले ढल्केर भुँडी लाएर विदेशतिर सहर गरिरहेका। मिल्यो त कुरा? आज तपाईँ भोट हाल्नेहरू कहाँ हुनुहुन्छ? हाम्रो भोट लिएर गएकाहरू कहाँ छन्? हामी भोट हाल्नेका छोराछोरी हामी कहाँ छौं? उनका छोराछोरीहरू कहाँ छन्? हामी भोट हाल्नेहरूको दैनिक अवस्था कसरी चलिरहेको छ? हाम्रो भोट लिनेहरूको दैनिक अवस्था कसरी चलिरहेको छ? यस्तो असमानता र विभेद हुन्छ? घरमा घरिना लागेका मान्छेहरू चोर हुन मिल्छ? त्यसकारण यो पटक तपाईहरू भोट बदल्नुहोस्। केही फरक पर्दैन। कांग्रेस, एमाले, समाजवादी, माओवादी धनगढी मान्छन्, काठमाडौँ मान्छन्। त्यहाँका कांग्रेस, एमाले, माओवादी चाहिँ लाटा बाजुराका कांग्रेस, एमाले, माओवादी बाठा भन्ने हो र?